120 हो 110 मै लानु 110 किन 110 होइन सिद्धेर जानले 110 मा देखिदियो 120 120 मा 100 मा गर्नु र अनि 100 मा त आएन नि मेरो भाइ उहाँदेखि दक्षिणकालीदेखि आएको यहाँ दक्षिणकालीदेखि किर्तिपुर दक्षिणकाली सिस्नेरीबाट अझ उताबाट त्यहाँदेखि यहाँ के गर्नु भाइ त केही हुँदैन हाम्रोतिर पैसाको मुख देख्न कति गाह्रो हुन्छ कति बजीदेखि बेचिरहनु भएको नि बिहान 1 बजी राति उठ्नुपर्छ तल खोलामा झर्नलाई अनि यो अरू के छ हजुरसँग साग छ साग कति हो नि यो 35 रुपियाँ हेर्नु मिठाई कालो मार्फा आयो है 25 यहाँ हेर्ने सागै कतिमा दिनुहुन्छ 35 मै लानु न यो ल ल यो सबै गर्नु यो पनि गर्नु यो 35 यो 70 को भयो यो 110 80 180 को भयो है अनि अरू के बाँकी छ हजुर धनिया छ कतिको गाह्रो छ यहाँ बेच्न अनि व्यापार गर्न हजुर गाह्रो छ नि भाइ किन गाह्रो नहुनु बिहानदेखि हिँड्नुपर्छ गाह्रो छ धेरै गाह्रो छ नि ल म हजुरको सबै लिइदिन्छु सबै किनिदिन्छु के छ हजुरको सबै दिनु मलाई ल सबै दिनु सबै धनिया छ म तपाईँको आज सबै लिइदिन्छु होइन तपाईँलाई खुसी पारेर जान्छु तपाईँ सिस्नेरीदेखि आउनुभयो भन्नुभयो सिस्नेरी भने धेरै टाढा म गइरहेको हुन्छु होइन यहाँबाट 1.5 घन्टा त मजाले लाग्यो 1.5 घन्टा 2 घन्टा बाटो उकालो छ यहाँ किर्तिपुरसम्म आउनु हुँदैछ रहेछ यो सबै लियो भने कति हो यो सबैको मिलाएर गर्नु 5 मिलाएर दिन्छु 5 भयो 6 भयो छ यहाँ है 6 7 8 9 10 11 यो 100 गरी तपाईँले बोनस आएको है बोनस ओहो ल यो सबै गर्नु यतिकै दिनु म कति दिन भन्न अनुमान यो 300 को ला धनिया ल 300 ल अनुमान 300 होइन सबै गरे होइन ल ठिक छ यो धनिया मात्र 300 ल हजुरलाई सानो एउटा सरप्राइज पनि दिन्छु म तपाईँलाई हजुर ल मेरो तर्फबाट हजुरलाई 1000 रुपियाँ नै है मलाई केही पनि चेन्ज चाहिएन यो पनि मलाई केही पनि चाहिएन हजुरले मेहनत गरेर होइन भाडा लाग्छ पाप लाग्छ होइन हजुर कसैलाई दिन्छ हजुरले होइन हामीले त्यसरी पैसा लिएर त्यसरी ल धन्यवाद ल म हजुरको सबै लिएँ हजुर खुसी हुनुभयो हजुरको व्यापार एकैचोटि सकियो होइन खुसी हजुरको जय होस् कल्याण होस् हजुरले आजीवनभरि नै यस्तै गरेर अर्काको सेवा भक्ति गरेर चाहिँ माथि माथि भगवानले हजुरलाई माथि पुर्याउनुहोस् मनैबाट एकदम रथमा हालेर ल हस् धन्यवाद जान्छ है ल